फेरि आज पनि सोच्ने खुटिस तँलाई लाज लाग्छ कि लाग्दैन अलिकति अर्काको छोरी ल्याएर आइसकेपछि कर्तव्य पनि निभाउनु पर्छ बुझिस या कहिले कुरा बुझ्दैन त अनि नकुलेर के गर्नु त यस्तोलाई नबुझी कुर्नै पर्छ गाउँ समाजले के भन्छ राम्रोसँग सुन्दैन मैले केही भनेको कहिले केही भन्छ कहिले केही हाम्रो दिदी बहिनीहरूलाई नि कसैले यस्तै गर्यो भने के गर्छस् हाम्रो दिदीले यस्तो गर्दैन नि त कुरा बुझ्छ उनीहरूले छोरी हो भन्दा जे पनि गरिदिने तपाईँ धेरै नबोल्नु है बिचारा उसको मन हुँदैन तेरो विश्वास गरेर आफ्नो मम्मी बुवाले छोडेर तँसँग आकी चाहिँ हेलो कान्छी के भयो तँलाई त टेन्सन नगरेर ढुक्क भएर बस म त्यो ज्वाइँले ठिक पार्न त्यहीँ आउँछु जब तेरो बहिनीलाई कसैले कुटो तँलाई यति रिस उठ्छ भने बिचारा ऊ पनि त कसैको बहिनी हो त्यसले आफ्नो बहिनीलाई मात्रै माया गर्ने होइन अर्काको छोरी ल्याइसकेपछि उसलाई पनि त्यति धेरै माया गर्नुपर्छ सोच त जति धेरै त आफ्नो बहिनीलाई माया गर्छस् नि हो त्योभन्दा धेरै उसको बुवा मम्मीले अनि उसको दाइले उसलाई माया गर्छ बुझिस् मसँग थोरै पैसा छ अनि लगेर जानु नास्ता गर्नु होला